हेलो नमस्ते साथीहरू। आज चाहिँ म धेरै पछि यसरी खानेकुरा लिएर आएको छु। यो चाहिँ मैले एउटा पनि घरमा बनाएको होइन, सबै किनेर लिएर आएको। सन्चो छैन, यस्तो स्पाइसी खाँदैछु कि यो रेडी गर्दा 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 यहाँ सेलाइसक्यो होला। पानीपुरी छ, पानीपुरीको सुताउनु पाउँछु। म देखेको छु कि नै थाहा छैन, यो पानीपुरीको झोल कति थोरै दिएको छ, यति मात्र हो। सन्चो छैन, यस्तै अमिलो पिरो चुकिलो स्पाइसी मात्र खान मन लाग्छ। यो यहाँ राख्छु। मेरो खानेकुरा देखेको छ कि छैन थाहा छैन, तर म देखिनु पर्यो। खानेकुरा नदेख्यो भने केही छैन होइन। ल ल त साथीहरू, अरू त्यस्तै हो, म बोल्नु पनि जान्दिनँ। तपाईँलाई थाहै छ मेरो अरू भिडियोहरू पनि हेर्नुभयो भने म कसरी भिडियो त के गर्छु रे बनाउँछु थाहै हुँदैन क्या मलाई, ऱ्यान्डम बनाइदिन्छु। ल खामै। यो त म मेरो फेभरेट हो, यही खान खोजेको मैले अघिदेखि। यस्तो मिठो छ नि ललिपप। पहिला पानीपुरी खाम कि यो खाम कि चाउमिन खाम? चाउमिन फेरि यस्तो छ। क्यामेराले खिचाएको छ खिचाएन थाहा छैन, म जस्तो छ त्यस्तै भिडियो पोस्ट गरिदिन्छु है। आई होप म देखाएको छु होला, मलाई यही विश्वास छ। खाएँ है त पानीपुरी सबै म आउँदा आउँदा लडेर के त्यहाँ सबै यस्तो भयो। यति धेरै छ, यति खाइसक्यो भने मलाई केही खानु पर्दैन भरेलाई। यस्तो पिरो रहेछ, झन् खोकी लगाइरहेको बेलामा मलाई के हुन्छ होला। आज मैले खाना पनि 1 बजीतिर खाएको, ढिला उठेर। टिस्यु पेपर पनि कहाँ कहाँ हुन्छ। यो खान नपाएर बोलाउनु लाग्थेँ म। कति दिन भइसक्यो क्या म बिरामी भएको। सन्चो भएपछि खान्छु, सन्चो भएपछि खान्छु भन्दा भन्दा के गर्छ त आज त पानीपुरी पनि 1 प्लेट मात्र ल्याएको, खान सक्दैन भनेर। आउँदा आउँदा यो पानीपुरी पनि पुरी भइसकेको छ। यसको त काम छैन, यसको पनि काम छैन, यसको नि काम छैन, हप्ताले दिने हो। चाउमिन त के हो? आज होला मैले चाउचाउ बिना खाएको। नाइ म आज फेरि रातभरि खोक्छु, मलाई थाहा भइसक्यो। चारवटा मात्रै छ पानीपुरी अब। त बाजे हो कि अङ्कलले पानीपुरीको झोल पनि पानी जस्तै पातलो बनाएको छ। पानी मात्र
अनि पिरोमा त झन् सधैँ मिठो दिन्छ भनेर गएको लिन। यो चाहिँ लास्टै दामी छ। चार 5 दिन भयो क्या मैले पिरो खान नपाएको। मलाई औडा भइसकेको थियो खान्छु भनेर। यो पनि धेरै भइसक्यो फेरि अब मलाई। पाँच 20 भयो। अहिले खाएर अब मैले 9-10 बजीतिर खाना खानुपर्छ, न त सक्दिनँ। तर आज म खाना खाँदिनँ। आज म कहाँ गएँ, कहीँ जान्न भनेको थिएँ। सुत्नु पनि कति सुत्नु। खोकी लागेको बेलामा अमिलो पिरो धेरै गुलियो नखानु भनेर भन्छ। औषधि यति छ, मर्न लागिसक्यो पिरो खानु नपाएर। अनि कति बार्नु त, मरे पनि खाएरै मर्ने हो बाल्दै फेरि। हेरेर मर्नुभन्दा डट गरेर मर्नु भन्छ नि, बुझ्नु ल। खाँदैछु एउटा 2-3टा अझै। दुईटा खाएँ, 3टा 4टा 5टा 6टा। अगाइसकेँ खान्न म त। अब पछि भात नखाने यही खान्छु। गल्ती भयो, माफ पाउनु। सरी। अबदेखि म भुँडी गर्दैन, थोरै लिएर आउँछु। बरु सबै सकाउने हिसाबले खाउँछु। सधैँ मेरो यत्तिकै रहन्छ क्या प्लेटमा। म अब सक्दिनँ। यो धेरै यो खायो भने म आज रातभरि सुत्दैन होला, थाहा भइसक्यो। किनकि भोलि काममा जानुपर्छ, म रातभरि सुत्नुपर्छ। सरी, त्यही भएर बुझ्दिनु होला। प्लिज माफ गरिदिनु होला। सधैँ खानु सक्दैन भनेर गाली नगर्नु होला। बाई बाई।